सो ओके आज हामीले चाहिँ स्प्यागनल सस विथ चिकन है राइट चिकन ग्रिल चिकन विथ स्प्यागनल सस हामीले प्रिपेयर गरिरहेको छौँ आज सो आज प्लेटिङ हामीले गर्दैछौँ ग्रिल चिकन विथ स्प्यागनल ससमा मैले चाहिँ यहाँनिर है टक्कसँगले यो साइडमा ओके मैले के लगाएँ त पोटेटो म्यास पोटेटो है म्यास पोटेटो लगाएँ त्यस पछाडि हाम्रो एकदमै तातो भएको यहाँ चिकन है ठिक छ चिकनको सस अनि त्यस पछाडि हामीले चाहिँ यो साइडमा चाहिँ के गर्छौँ भन्दाखेरि यहाँनिर हामी है हेर्नुहोस् त चट्टसँगले भेजिटेबल्स बुझ्नुभयो नि हाम्रो ब्रोकोली चट्ट यहाँ राख्छौँ ओके त्यस पछाडि हामी यो साइडमा हामी ग्रिल टोमेटो राख्छौँ है अनि यो साइडमा हामी के राख्छौँ त लेमन राखिदिन्छौँ र यो माथि चाहिँ हामी सर है हाम्रो स्प्यागनल सस चाहिँ यसरी ड्रिजल गरिदिन्छौँ हेर्नुभयो नि है ल यसरी चाहिँ तपाईँहरूले ड्रिजल गरिदिने र यो चाहिँ हाम्रो के भन्छ कम्प्लिटली हाम्रो ग्रिल चिकन विथ स्प्यागनल सस हाम्रो सबै कुराहरू छ एउटा प्लेटिङमा हुनुपर्ने कुराहरू चाहिँ जुन हाम्रो कार्बोहाइड्रेट छ प्रोटिन छ मिनरल छ भेजिटेबलहरू इच एन्ड एभ्रिथिङ कुराहरू चाहिँ सबै के छ त ब्यालेन्स भएको छ र यसरी हामीले चाहिँ के गर्नुपर्छ त प्लेटिङ गर्नुपर्ने हुन्छ मैले साइडमा माथिबाट गार्निसको लागि फर गार्निसको लागि मैले एउटा राखेँ ओके सो थ्याङ्क यू सो मच ल यसरी तपाईँले बाँकी गर्नु होला है